हेलो गर यता हेर ल खै नानी हेलो कति राम्रो देख्यो ल गाडी उ गर्दैछ ल खानुभयो अङ्कल यसो मास्तिर घुमाइदिउँ मा फुपूहरूलाई ल जानु खुसी कापा यहाँ काट्नु हाल्नु चाहिँ अगाडि मिर्का जस्तो कता हो स्विजरल्यान्ड अझ उतै जानुपर्ने हिँड्नु न अनि हामी त यतै गरेर घर गए भयो हुन्छ हामीलाई नि बोकेर लानु मान्छे कटु लाएर कहाँ कहाँ पुग्छौ भने तलै जानुपर्ने हाम्रो घर आइपुग्नु लागिसक्यो अनि शिवचटार भनिरहेको थियो हाम्रो एरियामा पर्दैन भने त यहीँसम्म ठिकै छ बत्ती बजार यहाँ तिमीमा भर्खर पानी जिम्मुमा यता हेर्नु दिदी हेर्नु यस्तो छ हाम्रो हालत के गर्नु केमा बस्नु भयो हजुरहरू गर्मी भएर पिकनिक आएको पिकनिक हो र भात पकाएर दिन्छ कि भनेर दिएन दिनुहुन्छ कि भनेर भिख माग्ने हुन्छ अम्मानी उहाँहरूलाई त के पनि दिनु भएन रे गाइज ल माग्दैछ दिदिनु होला है खै कमेन्ट गर्नु भने दिउँ कि नदिउँ ल भन्ने है कमेन्ट गरिदिउँ हजुर भोग लगाएर अनुहार क्युआर देखाइदिनु भन्नु यिनीहरूलाई एक एक रुपियाँ भयो नि हालिदिनु है गाइज बसौँ न बसौँ हजुर किन रिसाएको बुढाबुढीको त प्र्याक्टिस त खत्रै छ ऊ पृथ्वी नारायण शाह मात्रै भन्छ यिनीहरूको बुढाबुढी भयो नौवटा एउटा पस्नु अहिले नहाल नौवटा नपस्नु होइन नौवटा हो 8वटा पस्नु हुँदैन नौवटा भइसक्यो त पस्नु पर्दैन पुगिसक्यो खानु 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 है हाम्रोलाई पिकनिक यस्तो भएको छ गाइज बाबु कस्तो छ मिठो छ छैन तर मैले बनाएको हो नि गुड बुढ फुपा हो क्या जुन बेला नि ड्याक्क पोज हान्छ यार अनि तिमीहरूलाई चुप्पा गरे क्या ल हाम्रो चाहिँ यस्तो छ गाइज पिकनिक आज स्याटरडे हेलो मेरो चाहिँ उयो छ है भाग खाने अब गाइज म फेरि आयो हजुरहरूको अगाडि होइन आजलाई चाहिँ अब भिडियो अब घुम्न गयो रमाइलो गऱ्यो होइन एकदम अब एक्साइटेड हुँदै गएको थियो तर के गर्नु होइन फर्किँदाखेरि मोबाइलले धोका दियो कि किन भन्दा आज बिहानबाटै बत्ती आएको थिएन अब यसो चार्ज नि मैले त्यति ध्यान पनि दिएन ठिक छ होइन अब अर्को भिडियोमा चाहिँ अलि राम्रो भिडियोहरू अपलोड गर्नेछु हजुरहरूले चाहिँ यसरी नै माया गरिदिनु होला मलाई सब्सक्राइब गरिदिनु होला है त गाइज बाई बाई